ये फुकाला भित्र बेस कट लाउनु कति रहेछ अब मान्छेलाई फेरि वेलकम ब्याक टु न्यू ब्लग गाइज जस्ट अहिलेको ब्लग स्टार्ट हाम्रो पोखरा घाट गाइज लिभ इन पोखरा होम टाउन फाइनली लङ टाइम पछि हामी होस्टेल अहिले चाहिँ बसिरहेको अवस्था होइन होटलतिर जाने फेवा लेकतिर कसो यसरी त एकदम होइन त्यो होइन पुरै हो क्या फेरि यसमा ठिक छ अर्को लामो यसमै ठिक देखिरहेछ एनसी एनसी यतिको भयो त मार्केट खाइन्छ यहाँ भित्र बसिरहेको अवस्था यहाँ यस्तो जाडो हुँदैछ गाइज वाउ सो कुल ओ माई गड मान्छे चल्छ बाहिर साथीहरू केटाकेटीहरू लेट्स गो गाइज लेट्स गो यार सब एकदम पुरै प्रिपेरेसन हुँदै रहेको अवस्था प्याकिङ सेकिङ दोस्त जाने होइन लेक साइडतिर फेवा लेक मलाई पनि मायाले हेर पार्वती काट्ने सक्नु छैन काट्ने कक्कु अब माग्नुपर्छ ल के हो रातभरि गुप्त ज्ञान चल्दैछ अरे केटाहरूको बसमा सुरु मात्रै लास्टमा बसेको बेरोजगार कोठामा छ होइन पल्लो रुममा जस अभिजित अभिकल यस्तै हाम्रो क्लासको केटाहरूको चल पल प्याकिङ सेकिङ भइरहेको अवस्था इन्जोय गरिरहेको अवस्था त्यही हो यस्तै अब होइन लेक चाहिँ यसो पछि त लेक फेरि खतरा छ नि त हाम्रो लेक साइड भन्दा बिस्तारै बिस्तारै जानु हुँदैन है त्यही त यस्तै छ दामी सिन छ यता भयो यता यसरी 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 हुँदा हुँदै यस्तो भ्यू देखिँदैछ बस चाहिँ तल है त यो हामी बसमा आएको बस चाहिँ हाम्रो यही हो यहाँ हेर्दैछ कुहिरिन जाँदैछ तल हे वेयर आर गोइङ त्यसरी नै भन्छ क्या अहिले माथि गइरहेको अवस्था केटा माथि चल्थ्यो फोटोसुट हाल्नुपर्ने हुन्छ जस्ट खतरा सिन माथि गएर केटा कता माथि हो अझै माथि 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 यस्तै हो ठुलो छ क्या हाम्रो होटल चाहिँ माथिसम्म छ यस्तो खतरा छ भ्यू पनि हेर्न तर यहाँ च्यादर लगाएछ यार फेरि त्यति अन्त माथि अझै छैन यहाँ आउँछ खै केटाहरू ल खतरा सिन ल माथि गएर भेट्छौँ गाइज हामी अरे गाइज जन्नत ल गाइज भिडियो हेर्न सक्नुहोस् तपाईँहरू भ्यू यस्तो खतरा छ कि वेट माथि त स्टुपा रहेछ सो मेरो सास निसारिसक्यो यार ए फेवा लेक लेक त यहीँ पो रहेछ यार लो जस्ट गाइज लेक हामी लेक साइड छु मैले लेक चाहिँ यही हो बोटिङ सुटिङ भइरहेको अवस्था वाउ जर्स पनि तपाईँ हेर्न सक्नुहुन्छ अहिले हामी ओ माई गड रेस ओ वाउ चाइनिज हो ओहे राम मार्ने भयो त चाइनाको मान्छे बाइक लेट्स गो यार हल्का चिया टाइम साथी हो बिस्कुटको लागि यहाँ हात अगाडि हुँदैछ ल गरम दाइले दिइसकेको अवस्था होइन ओहो रातो चिया पो रहेछ यार रातो चिया गाइज अब हामी गइरहेको अवस्था जस कता हिँडेको हामी लेक साइड होइन माथि हेर नि हिमाल देखिरहेछु माथि हिमाल देखिरहेको अवस्था गाइज उसै लागिसकेको थियो बादल आएर जस्तो आएको त्यही त ल गाइज मन्दिर गइरहेको अवस्था यहाँ चाहिँ बजार जस्तै चहल पहल हान्दै बजारतिर हल्का भिड त आम्मु पसलहरूमा राखेको पसल है एउटा त फेरि मान्छे खतरा नि त
जुत्ताको बिजनेस हो, जुत्ताको बिजनेस, जुत्ताको बिजनेस, बिजनेस बिजनेस बिजनेस। यत्रो भिड छ गाइज, ओ माई गड, गोरी मान्छे पऱ्यो वा। यत्रो भिड छ यार, राम राम, यत्रो भिड छ यार, क्रेज। ओहो ढुक्नु पर्ने हुन्छ किनकि यहाँ चाहिँ धेरै भिड छ, परेको अप्छ नि त गाइज, लाइन लाग्नु पर्ने त्यही भएर गोलो गोलो यसरी लाइन लाग्नु पर्ने हुन्छ। त्यही हामीसँग टाइम त छैन, टाइम छ तर हामीले अझै ठाउँ जानु छ, घुम्नु पनि छ, त्यही टाइम इज भेरी लेट। त्यही हामी यहाँ मन्दिरमा पूजा गर्छौँ, यता यता यतातिर मन्दिर छ, मन्दिरमा पूजा गर्छ अनि चल्दिन्छ है त घर तलतिर, मतलब तलतिर बस्छ, हामी तल छैन त्यही त बसमा जानुपर्ने हुन्छ। लुक एट दिस भ्यू गाइज, पोखरा इज पोखरा। फाइनल गाइज पूजापाठ पनि सकिसक्यो, हामी फेरि जाँदैछौँ बसतिर। अब चाहिँ हामी बसदेखि चाहिँ हामी लेक साइडतिर जानुपर्ने हुन्छ, अब लेक साइडतिर जाने हो गाइज। सो हामी चाहिँ अहिले चाहिँ यतातिर आइरहेको अवस्था होइन, पोखराको चाहिँ छेवा लेकतिर खतरा छ नि त, जस्ट लुकिङ लाइक सो वाउ भ्यू छ नि त, भनौँ न खतरा छ कि भ्यू त। अब बढी जस्ट हेर्नु सक्नुहुन्छ, यस्तो झिलिमिली झिल्ला छ यो। मान्छे त्यत्रो थुप्रो छ, टुरिस्ट प्लेस हो, त्यही भएर मान्छे पनि थुप्रो, भिड पनि थुप्रो, क्रेज पनि थुप्रो, क्राउड पनि थुप्रो गाइज। स्केटिङ हानिरहेको अवस्था होइन, तर हामी यहाँ स्केटिङ हान्न आएको छौँ, हामी यहाँ जे काम गर्न सक्छ त्यो काम गर्ने हो। रोटिपिङ लागिरहेको अवस्था होइन, सो त्यही हो। ओ यहाँ सेकुवा हो, सेकुवा बाली पनि राम्रो, सेकुवा बाली पनि राम्रो। यु जस्ट भ्यू गाइज, ओहो खानेकुरा अब मछली डाल के रानी है, त्यही भने खतरा छ भ्यू, नो बन्छ लेक चाहिँ छ नि त। हामी रातिको अवस्था यता माथि कता हो, ए पिङ अघि देख्छ यार, चाबी घरको मसँग छ यार, होइन यार त्यस्तो साह्रो पनि छैन हेलमा। लाजा त्यसलाई लडा आफू पनि लड ब्यालेन्स गर्न सक्नुपर्छ क्या।